लाख रुपियाँ खर्च गरेर हिरोइनी बन्न पाइन्छ? 3 करोड खर्च गरेर फिल्म बनाउँदैछु। यदि यो फिल्म सुपर डुपर हिट भयो भनेदेखि यस्तो हिरोइनी बन्ने अफर त तिमीलाई हजारौं ठाउँबाट आउँछ। त्यस पछाडि त तिमी मालामाल हुन्छौ। 10 लाख रुपियाँ घटी हुँदैन, नभए तिमी जान सक्छौ। त्यसो नभन्नु न सर। ए त्यसो ठिक छ। कमल भाइ, तिमीले एउटा पागलको अभिनय गरेर देखाउ न त। कमल भाइ तिमी रेडी छौ भने त? ओके सर, रेडी छु। ल एक्सन। अञ्जली, तिमीले मलाई छोडेर गयो होइन त? ठिकै छ। कट। कमल भाइ, हामीले तिम्रो पागलको अभिनय त हेऱ्यौ। हाम्रो प्रोड्युसर सरको लागि एउटा लभ स्टोरी अभिनय गरेर देखाऊ त। ओके सर। एक्सन। अन्जु, तिमीले मलाई पहिला कति माया गर्थ्यौ, अहिले आएर यो हालतमा छोड्यौ होइन? कि म भन्दा माया गर्ने तिमीले अरे मान्छे पायौ? कसम तिमीले त मलाई रन्डै बनाएर छोड्यौ होइन त? म कसरी बाँच्छु तिमीलाई थाहा छ? वैशाखमा सुकेको रुचो त खङ्गङ्ग पारेर छाडै गएर होइन मलाई तिमीले? कट। फ्यान्टास्टिक कमल भाइ। तर हिरो बन्नको लागि डान्सको पनि अति आवश्यकता पर्छ। डान्स पनि एक फेरि हेरिहालौँ न त। कमल भाइ रेडी छौ? ओके सर, रेडी छु। ल एक्सन। नाइस डान्स कमल भाइ। अब लास्टचोटि एउटा नायकले बोल्ने डायलग बोलेर देखाइदेऊ न मलाई। ओके सर। कमल भाइ तिमी रेडी? रेडी छु। ल एक्सन। हे रणवीर, म जस्तो छोरो यो धरतीमा हुन्जेल तैँले अत्याचार अन्याय गर्न पाउँदैनस्, बुझिस्? तँ बाघ हो भने म शेर हो, तँ आगो हो भने म पानी हो, तँ धरती हो भने म आकाश हो, बुझिस्? कट। सुपर 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 कमल भाइ, तिमी हरेक चिजमा पर्फेक्ट छौ। मेरो फिल्मको लागि खोजेको हिरो पनि तिमी जस्तै हो। कमल भाइ तिमी एकछिन बस्छ। हस् सर। सेकेन्ड कट।
नेक्स्ट आर्टिस्ट। नमस्कार सर। नमस्कार। नमस्कार। तिम्रो परिचय पाउँ त? मेरो नाम मिना लामा, मेरो घर चाहिँ सिन्धुली। म चाहिँ अहिले हाल चाहिँ बौद्धबाट आएको। मिना, फिल्मको अडिसन भइरहेको छ भन्ने कुरा तिमीलाई कसरी थाहा भयो? सोसल मिडियामा थाहा पाएर आएको सर। अनि बहिनीले अभिनय कहाँ सिकेको? अभिनय चाहिँ सिकेको छैन सर, तर गर्नु सक्ने क्षमता चाहिँ ममा छ। मिना, तिमी अडिसनको लागि रेडी छौ? रेडी छु सर म। डाइरेक्ट ध्यान दिएर सुन है। ओइ, मेरो बाटो किन छेकेको? एक्लै छोरी मैले देख्यो भनेर चासो मार्न खोज्छ? तेरो घर दिदीबहिनी छैन? यो डाइलेक्टमा तिमीले अभिनय गरेर देख्नुपर्ने हुन्छ। ओके? ल मिना, ओके? रेडी छु सर म। ल एक्सन। ओइ, मेरो बाटो चाहिँ हिँड्नु कसरी गरे? म एक्लै छोरी मान्छे देख्यो भन्दैमा चास मार्न खोजेको होला। तेरो घरमा बाबामा छैन? कट। हेलो बहिनी, के को आमा बाउ भनेको? दिदी पनि भन न। एउटा सानो डाइलेक्ट पनि तिमीलाई याद हुँदैन? सरी सर, मलाई एक चान्स दिनु होला। अब चाहिँ म जसरी हुन्छ गर्छु सर। ल ठिक छ। अब चाहिँ राम्रोसँग गर है। एक्सन। ओइ, मेरो बाटो चाहिँ हिँड्नु कसरी गरे? म एक्लै छोरी मान्छे देख्यो भन्दैमा चास मार्न खोजेको होला। तेरो घरमा बाबामा छैन? ओए, के को आम बाउ भनिराखेको? दिदी बहिनी भन् न, दिदी बहिनी भन्। के हो यो डाइरेक्ट सर? यति सानो डायलग त बोल्न नसक्ने मान्छेले भोलि त्यति लामो लामो डायलग बोल्न पर्ने हुन्छ। सक्छ त यसले? ए, बडी के गरेको यस्तो? मलाई एक चान्स दिनु सर, तपाईँको कसम। अब चाहिँ राम्रोसँग गर है। रेडी? एक्सन। के हो अरे सर, फर्स्ट डायलग? ए, गेट आउट। गइहाल्दै। सरी सर, प्लिज एकचोटि अब गर्छु सर। एकचोटि दुईचोटि अब गोली मार्दै। गेट आउट, गेट आउट, गेट आउट, गेट आउट। होइन डाइरेक्टर साहब, कस्तो कस्तो मान्छेहरू आउँदो रहेछ अडिसन दिनको लागि। दिमाग खराब बनाएर गई। कोर्सज्यू, तपाईँ टेन्सन नलिनु। कुनै कुनै मान्छेहरू यस्तै हुन्छ। सेक्रेटरी, अडिसन सक्यो भनिदिनुहोस्। सबैलाई गर्दैन भन्दैन है। ल डाइरेक्टर साहब, अब हामी चियापान गर्न जाउँ। हुन्छ। डाइरेक्टर साहब, हामीले सबैको अडिसन पनि लिइसक्यौँ र सबैको एक्टिङ पनि हामीले हेरिसक्यौँ। मेरो विचारमा चाहिँ नि त्यो एउटा कपाल पाल्ने भाइ छ नि,
मेरो मनले खाएको चाहिँ नि त्यो भाइलाई मैले देखेँ। तपाईँको विचारमा के छ? पोटर सर, तपाईँले मेरो मनको कुरा भनिदिनु भयो। मैले पनि त्यही विचार गरिरहेको थिएँ। त्यत्तिको एक्टिङ गर्न जान्ने मान्छे र त्यत्तिको अभिनय गरेर मेरो फिल्ममा चाहिँ नि त्यो भाइले राख्यो भने चाहिँ नि डुब्दैन कि जस्तो लाग्यो मलाई। अनि साँच्ची हिरोनी चाहिँ नि तपाईँले कसलाई राख्ने विचार गर्नुभएको छ? हामीले धेरैको अभिनय हेऱ्यो। मलाई हिरोइनको लागि चाहिँ पोटर साहेब त्यो हेटौडाको सङ्गीता बहिनी। त्यो बहिनी? वाह, मेरो मनले खाएको पनि त्यसैलाई थियो। वाह, तपाईँले सही निर्णय गर्नुभएछ। डाइरेक्टर साहब, अब हिरो हिरोनी खोज्नेपट्टि नलाग्नु, यिनीहरू दुईजनालाई नै हामीले ओके गरौँ। हुन्छ। अनि पोटर साहेब, हाम्रो मुभीको शुभ सायद चाहिँ कहिले निकाल्ने हो? म पण्डितलाई गएर आजै गएर त्यसको शुभ मुहुर्त कहिले निस्किन्छ अनि त्यो निस्किसकेपछि म तपाईँलाई खबर गरौँला। ओके। माई कमिङ सर। यस, कमिङ। तिमी यहाँ फेरि के हुन आएको? तिमीलाई मैले अघि जाऊ भनेर सुन न। यो गइहाल, गेट आउट। आई से गेट आउट। त्यसो नभन्नु सर। जसरी हुन्छ तपाईँको फिल्मको हिरोनी बनाइदिनु पर्यो। हजुरले जे भन्नुहुन्छ म मान्न तयार छु सर। प्लिज सर, बरु भन्नुहोस् कति पैसा हाल्नुपर्छ, म हाल्न तयार छु सर। हात उठा, हात उठा। अरू जस्तो पैसामा बिक्ने म प्रोड्युसर होइन, बुझ्यौ? त्यस कारणले गर्दाखेरि यस्तो कुरा मसँग आइन्दादेखि नगर्नु। तिमी यहाँबाट जान सक्छौ, तिमी गइहाल त। तिमी खुरुक्क लाएर गइहाल, नभएदेखि अहिले। पर्सुज्यू, हातमा आएको लक्ष्मीलाई किन छोड्दै हुनुहुन्छ? हाम्रो फिल्म चल्छ भन्ने के ग्यारेन्टी छ र? पर्सुज्यू, के छोड्दै हुनुहुन्छ? होइन, एक फेरि तपाईँले उहाँसँग सरसल्लाह गर्ने कि? बहिनी, कतिसम्म हाल्न सक्नुहुन्छ? सर, तपाईँहरूको फिल्म खेल्नको लागि कति हाल्नुपर्ने हो मैले? तिमीले 10 लाख रुपियाँ हाल्नुपर्छ बहिनी। 10 लाख? 10 लाख त हाल्न सक्दैन सर। 5 लाख चाहिँ सक्छु। 5 लाख रुपियाँ खर्च गरेर हिरोनी बन्न पाइन्छ? 3 करोड खर्च गरेर फिल्म बनाउँदैछु। यदि यो फिल्म सुपर डुपर हिट भयो भनेदेखि यस्तो हिरोनी बन्ने अफर त तिमीलाई हजारौँ ठाउँबाट आउँछ। त्यस पछाडि त तिमी मालामाल हुन्छौ। 10 लाख रुपियाँ घटी हुँदैन, नभए तिमी जान सक्छौ। त्यसो नभन्नु न सर। मिना बहिनी, तिमी अहिले जाऊ, सरसँग सल्लाह गरेर म खबर गर्छु। अहिले हाम्रो सरको हल्का प्रेसर आइरहेछ। हुन्छ सर, तर जसरी हुन्छ तपाईँहरूको फिल्मको हिरोनी चाहिँ मलाई नै बनाइदिनु है सर। तिमी ढुक्क भएर जाऊ, हाम्रो फिल्मको हिरोनी तिमी नै हुन्छ। हुन्छ। होइन डाइरेक्टर साहब, तपाईँले के भन्न खोज्नु भएको? त्यो मिना बहिनीको एक्टिङै राम्रो छैन, अनि त्यसलाई कसरी हिरोइन बनाउनुहुन्छ? ए पर्सुज्यू, तपाईँ त्यो विषयमा टेन्सन नलिनु के। मिना बहिनीलाई कसरी हिरोइन बनाउनुपर्छ भन्ने कुरा मलाई राम्रोसँग थाहा छ। तपाईँले भन्नुहुन्छ भने ठिकै छ, तर मेरो फिल्म सुपर डुपर हिट हुनु पर्यो। तपाईँ त्यो विषयमा टेन्सनै नलिनुहोस्, हाम्रो फिल्मले मार्केट तताउँछ। हो, ल ठिक छ। त्यसो भए ल पर्सुज्यू, अहिले म लाग्छु। भोलि बिहान मर्निङमा भेटेर चिया कफी खाएर गफ गरौँला। हस्, हुन्छ।